असार 15 राष्ट्रिय दान दिवस। बडीनन्दा नगरपालिका 1 पिपलडाली गाउँको दान मेला पनि जासिङगो गाउँको सामूहिक पर्व हो दान रोपाई मेला। उनीहरूले नेपाल सरकारले दान दिवस घोषणा गरेपछि मात्रै होइन, त्योभन्दा पहिलादेखि नै यो पर्व मनाउँदै आएका थिए। परापूर्व कालदेखि नै सांस्कृतिक हो पिपलडालीका लागि दान रोपाई मेला। गाउँमा करिब 150 बढी परिवारको बसोबास छ। ती सबै परिवारको साझा पर्व नै हो धान रोपाई। स्थानीयले धान रोपाई पर्व अर्थात् असारे रोपाई मेलालाई दशैं तिहार जत्तिकै महिमाका साथ मनाउने गर्दछन्। त्यो बाहेक साउन पूर्णिमा, विषु संक्रान्ति, कुलो सुराई, लङ्गुरे र खाब्रोको पैठ, शिवरात्रि, खौ चौदशी र टिमुर टिपाई पनि कुर्ना क्षेत्रका लोकप्रिय सांस्कृतिक पर्व हुन्। संस्कार, संस्कृति, सम्पदा र सभ्यता गाउँपछि फरक छन्। नेपाली संस्कृतिमा झन् बढी विविधता छ। आफ्नै मौलिकता र आफ्नै पहिरन अनि आफ्नै संस्कृति र आफ्नै मूल्य मान्यता अनुसार ती चाडबाड मेला पर्वलाई स्थानीयले मनाउने गरेका छन्। धान रोपाई मेलालाई स्थानीयले रोपाई गडामै देउडा खेल्ने, प्राय इष्टमित्रका गाउँघरबाट आएकाहरूले अविवाहितलाई र देवर भाउजू नाता पर्नेहरू बीच हिलो छ्याप्ने काम गरिन्छ। सुरुमा यो पर्व स्थानीय असार 24 गते मनाउने गर्थे, तर पछिल्लो केही दशक यता हली, हलगोरु र रोपन्यारीको समस्या हुने भएपछि असार 15 गतेलाई रोपाई सारिएको हो। उति बेला असार 24 गते एकै दिन रोपाई गर्ने, रमाइलो गर्ने भएर नै पिपलडालीका कार्कीलाई असारे कार्की पनि भनिन्छ। कार्की मात्र नभएर विभिन्न थरी बसोबास रहे पनि रोपाईमा पहिलो हक कार्कीकै लाग्ने गरेको छ। उत्पादनको सबका रूपमा धान रोपाई मेला बनाउने गरेका स्थानीय जति बढी सहभागी भएर रमाइलो गर्न सकियो, त्यति नै बढी उत्पादन हुने विश्वास राख्ने गरेका छन्। रोपाई खेतमा महिलाहरू, जसलाई रोपन्यारी भन्ने गरिन्छ, उनीहरू हिलो लाग्ला भन्ने पेचिन्ता बिनै चिटिक्क कोरीबाटे भएर खेतमा पुग्ने गरेका छन्। असारे मागल र देउडा गीतसँगै रमाउने चलन छ। रोपाईका लागि स्थानीयले असार 15 गते सबैभन्दा पहिले टाङ्ग्ने सार्ने गर्दछन्। स्थानीय भाषामा भनिएको टाङ्ग्ने सार्नुको अर्थ आफूलाई पानी पुग्दैन भनेर जिउलोको एक छेउबाटै खेती सुरु गरिन्छ। गाउँको रोहबरमा तल्लो कुलो असार 15 गते बेडुगडा र 24 गते माझकुलो चाकामा सुरुमा टाङ्ग्ने सार्ने काम गरिन्छ। त्यो जिम्मेवारी जनपुरा कार्की र मान बहादुर कार्कीको परिवारलाई छ। उहाँहरूको रोपाईपछि मात्रै अरूको रोपाई हुन्छ र अरूले पालो पाउँछन्। त्यही समझदारी अनुसार नै परापूर्व कालदेखि नै बाजागाजा सहित कार्की परिवारको रोपाई सुरु गरिएसँगै खेत रोप्न सुरु गरिन्छ। यही मान्यतालाई नै पिपलडालीका स्थानीयले धान रोपाई मेलाका रूपमा मनाउँदै आएका छन्। रङ्ग रोगन सहितका अक्षता, दुबो, दही, चामल, फूलका माला, फलहरूको चढ्ने पर्ने देवतालाई चढाउने गरिन्छ। सबैको एकै दिन रोपाई शुभारम्भ हुने दिनका रूपमा रोपाई मेला आयोजना गर्ने गरिएको हो। मेलाका लागि गाउँ बाहिर बसेकाहरू पनि आउने गरेका छन्। परापूर्व कालदेखि नै हरेक वर्ष असार 15 गते रोपाई मेला लाग्छ, तर पहिलेको जस्तो स्वाद हुन्न, रस आउँदैन। ती भाका हराए, ती पहिरन हराए, ती उत्साह र उमङ्ग हराए। रोपन्यारी र चेलीबेटीहरू माइती आउनै छोडिन्, जगिर्ना अभाव नै छ। रोपाई मेला जगन्नाथ, कोल्टी, कोटिला, पाण्डुसन, वाइ, जुकोर, सापटा, हिमाली सबैतिरबाट इष्टमित्र आफन्त मेलामा आउँथे। अहिले आउनै छोडे। रोपाईमा देउडा खेल्ने, दमाहा बजाउने, टाढा टाढाबाट छोरी चेली सहभागी हुने, मिठो मसिनो खाने र रमाउने चलन लोप हुनेमा स्थानीय चिन्तित छन्। समाज आधुनिक संस्कृतिमा हरायो, आफ्नो पहिचान र पहिरन, आफ्नो संस्कृति र सभ्यता बिर्सन छोड्यो। त्यो नै दुःखद विषय बनेको छ। कुनै बेला स्थानीय महाचन्द्र कार्कीसँग 40 पाती धानको बिउ लाग्ने खेत थियो। रोपन्यारी मात्रै 50 बढी हुन्थिन्। हली र हलगोरुको जोडी गणना भन्दा धेरै हुन्थ्यो, तर अहिले त्यो घट्दै गएकोमा उहाँ दुखी हुनुहुन्छ। कार्कीले उमेर 82 काटिसक्नुभयो। मेरै दिनमा 40 पाती जग्गा थोकियो। पारिश्रमिक पनि महँगो पनि जग्गा पनि उही बेला साह्रो जग्गा हामी थियो भने पनि भयो। दुःख हलिएर गएर पाएन, बल्द पाएन, दुःख त्यही भयो। त फटाएर दुई भयो, फर्किने होइन भने फर्किँदैन भने गाउँदै गयो त। उसो त दमाहा बजाउनेहरूकै लस्कर थामिन सक्नुहुन्थ्यो। अहिले खोजी ल्याउनुपर्ने अवस्था आएको छ र पनि हामी संस्कृति जोगाउनका लागि पर्ने भन्नुहुन्छ स्थानीय जोगीलाल ढोली।
हामी मर्दासम्म तपाईँको छोड्नेवाला पनि छैनौँ। भोलि हामी मरिसके पनि हामी छोराहरूले पनि यो संस्कार चाहिँ छोड्नेवाला पनि छैनन्। बजाउने मान्छे नै भेटिन छोडिसकेको अवस्था छ। पञ्चेबाजा संस्कृतिको लोप हुने कुरा पहिचान हराउनु जस्तै हो। पिपलडालीको पहिचान संरक्षण गर्न पालिका स्तरबाटै पहल हुनुपर्ने माग स्थानीयको छ। रोपाई मात्र होइन, पर्व पनि हो। त्यसैमा उत्पादनमा कृषि खेतीमा आकर्षक बढाउन मिल्ने अवसर पनि हो। जोगाउन लाग्नुपर्ने फन्ड हुन्छ। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहरा। त्यो पालिका सरकारको प्राथमिकताकै विषय भएको समेत उहाँको भनाइ छ। स्थानीय हाम्रा पहिचान बोकेका कृषिसँग जोडिएका संस्कृतिसँग जोडिएका पर्वहरूलाई हामीले प्रमोट गर्नुपर्छ, यसलाई चाहिँ यसको प्रवर्धन गर्नुपर्छ, संरक्षण गर्नुपर्छ भनेर नै हामीले प्रत्येक वर्ष बुढीनन्दा नगरपालिकाको यो असार 15 को दिन जो राष्ट्रिय धान दिवस पनि हो, त्यो 22औं धान दिवसको उपलक्ष्यमा हामीले यो पिपलडालीको यो रोपाइँमा आएर हामीले थप होइन यहाँका किसानहरूलाई प्रोत्साहित गर्ने, यसलाई पर्वको रूपमा विकसित गरौँ भनेर हामी लागिराखेका छौँ। बुढीनन्दा नगरपालिकाका अन्यत्र बारुवाको रोपाइँ छ, जो जेठ 12 गते रोपाइँ हुन्छ, त्यो रोपाइँलाई पनि प्रमोट गरिराखेका छौँ हामीले। यहाँका साउन पुनी, यहाँको कोल्टेको दसैँ, पाण्डुसेनको विश्व सङ्क्रान्तिदेखि लिएर सबै खालका यी पर्वहरूलाई हामीले प्रमोट गरिराखेका छौँ। राज्यले नै धान दिवसको रूपमा मनाउने दिनको स्थानीय पर्वलाई उत्सवका साथ मनाएर पहिचान जीवित राख्नुपर्ने देखिन्छ। असार 15 पिपलडाली बाहेकका गाउँ र बस्तीहरूमा पनि पर्वकै रूपमा मनाउने गरिएको छ।